नमस्कार, मेरो नाम चाहिँ हर्कमान लामा। म चाहिँ 2032 सालदेखि भनौँ न वन्यजन्तु प्राकृतिकको रूपमा चाहिँ एस्टनमा चाहिँ नेपाल टाइगर इकोलोजी प्रोजेक्टमा चाहिँ कीर्तिमान तामाङ साहबले बाघको अनुसन्धान गरेर ल्याउनु भएको संस्थामा चाहिँ म प्रोजेक्टमा चाहिँ काम गर्न सुरु गरेँ। मेरो बुवा चाहिँ राजदरबारको सिकारी, तर मेरो हजुरबा चाहिँ लामा पढ्नु भएको, तर नाम चाहिँ सिकारी कान्छा भनेर चिनिन्थ्यो। हामी त्यसरी त्यहाँ चाहिँ हुर्क्यौँ। अब हामी पढ्नु नपाएपछि अब बिसिङखेल भन्ने ठाउँ थियो, त्यहाँ चाहिँ छेत्री बाहुनहरू न्यार, तर हाम्रो चाहिँ एउटै जङ्गल, यता तामाङ बस्ती, यता बाहुन छेत्री र न्यारहरू। अनि यो डाँडा चाहिँ चितलाङदेखि लिएर चन्द्रगिरी अनि ठ्याक्कै यो सिमभन्ज्याङ। त्यसरी हुँदा हुँदा हामीलाई चाहिँ अब कहाँ सिक्ने, कसरी सिक्ने त भयो। तर हाम्रो बाबुको छोरा चाहिँ दाइ चाहिँ आर्मीमा जागिर खानु भएको थियो। अनि उहाँले चाहिँ आर्मीको जागिर छोडेर गाउँमा के गर्नु पर्यो, गाउँको मान्छेहरूलाई चाहिँ भनेर उहाँले चाहिँ एउटा हामी 5-6 जनालाई चाहिँ अब पढ्नुपर्छ है तिमीहरूले भनेर उहाँले चाहिँ कखा सिकाउँदा 3 कक्षासम्म चाहिँ हामी बिसिङखेलमा गएर पढ्यौँ। त्यहाँ त अब छेत्री बाहुन पढ्यो, हामी जम्मा 6 जना थियौँ। तर 6 जना भयो भने हामी नडराउने कि त्यसरी गरेर हिँड्थ्यो। अनि हिँड्दाखेरि एउटा चाहिँ खत्री साइला भन्ने सर चाहिँ एकदम तर पिड्ने चाहिँ नपिड्ने, मुड्की चाहिँ यसरी ठ्याक्कै यहाँ ताक्ने, हान्छ कि जस्तो लाग्ने। अनि यसरी बस्थ्यो कि हामी लेख्थ्यो। त्यसरी हुँदा हुँदा हामीलाई चाहिँ अब कहाँ सिक्ने, कसरी सिक्ने त भन्ने भयो। तर हाम्रो चाहिँ एउटा ठुलोबाबुको छोरा चाहिँ दाइ चाहिँ आर्मीमा जागिर खानु भएको थियो। अनि उहाँले चाहिँ आर्मीको जागिर छोडेर गाउँमा के गर्नु पर्यो, गाउँको मान्छेहरूलाई चाहिँ भनेर उहाँले चाहिँ 6 जनालाई चाहिँ अब पढ्नुपर्छ है तिमीहरूले भनेर उहाँले चाहिँ कखा सिकाउँदा 3 कक्षासम्म चाहिँ हामी बिसिङखेलमा गएर पढ्यौँ। त्यहाँ त अब छेत्री बाहुन पढ्यो, हामी जम्मा 6 जना थियौँ। तर 6 जना भयो भने हामी नडराउने कि त्यसरी काम गर्दै हिँड्थ्यौँ। र पढ्नु चाहिँ पाएन, तर पढ्ने इच्छा चाहिँ थियो। र भाइ चाहिँ त्यस्तै भयो। त्यसो हुँदा हुँदा अब त्यहीँ बस्यो। विष्णु दाइ चाहिँ ठ्याक्कै यहाँ 30 सालमा काम गर्न सुरु गरेपछि अनि हामीलाई चाहिँ ल तिमीहरूले काम गर्नु पर्यो। अब यहाँ मलाई कोही पनि आएन, यहाँको मान्छेहरू जागिर खान बोलायो, आज गऱ्यो 3-4 दिन गऱ्यो भाग्ने। त्यस्तो भएर हाम्रो चाहिँ 5-6 जना आएर काम गर्दै सिक्दै जाँदै, तर हामी 5 जना चाहिँ पर्मानेन्ट भयो, तर अरू सबै छोडेर गयो। अनि 2032 सालदेखि काम गर्दै आएँ। तर म फर्स्ट चान्समा चाहिँ कसरको नजिक बाघ डाँड गर्ने टेबलमा तामाङ साहबले बोलाउनु भयो। ल बाघ छु, यता पल्टा उता पल्टा भन्नुभयो। अब यस्तो देखिरहेछ, यता हेर्छ उता हेर्छ, टोक्छ कि के हो, अब जीवनमा कहिले देखेको छैन होइन। अनि बुढाले मेरो यो हात च्याप्पै समातेर नाथे केटा भनेर यसरी समातेको, मैले यसरी छुएको बाघलाई, यसरी छुएँ। बाघ छुएपछि यता फर्केर मैले काम गरेँ। त्यहाँदेखि ल नाप, अनि टेप ल्यायो, टेपले नाप्दै गरेँ, यतोति गरेँ, दुनियाँ काम गरेँ। मुटु चाहिँ डराले अब ऊ भइरहेछन्, कुनै पनि साथीहरू अगाडि नबढ्ने। यस्तै गरेर मैले चाहिँ हात छुएँ, यता नहेरिकन यतैबाट छुएपछि अनि मलाई गाली गर्नुभयो। तर उहाँको गाली चाहिँ कस्तो हो भने फेरि त्यो अरू नराम्रो शब्दको गाली गर्दैन कि, नाथे केटा हो, डराउने मान्छे भएर भन्नुहुन्थ्यो, त्यति मात्रै हो। तर अरू त्यो नराम्रो शब्द त्यस्तो चाहिँ गर्नुहुन्थेन। त्यसो गर्दै अनि अब प्रेमबहादुर सुब्दार साहब भन्ने चाहिँ बाघ सिकारी, पहिला राजाको खानदानमा त बाघ सिकारी, बाघको चाहिँ कहाँ छ बाघ भनेर मार्नको लागि फरक मान्छे हुन्छ। मेरो बुवा चाहिँ चरा सिकारी, जस्तो कालिज मार्ने, लुइँचियाहरू मार्ने, अनि मृग मार्ने, मृगसँग मार्न पाउँथ्यो। अनि उहाँले चाहिँ त्यो महिना बुझाउने, घरमै बसेर तलब पाक्ने हो। अनि हाम्रो चाहिँ 2टा कुकुर थियो, सिकारी कुकुर। त्यसले चाहिँ एउटाले 14 रुपियाँ पाउँथ्यो महिनाको, 28 रुपियाँ पाउँथ्यो 2टा कुकुरको। अनि त्यो कुकुरले चाहिँ हामीले हरेक वर्षको चाहिँ फुलपातीको दिनमा ठमेलमा लानुपर्ने चेक गर्नलाई। अनि अरूले चाहिँ खसी डोराउने बेला हामीले कुकुर डोराइदिन्थ्यो बाउसँगै। सिग्ना बाउ खसीको कति हो मूल्य भन्थ्यो। अनि अब त्यसरी हिँड्दै बुवाको चाहिँ त्यसरी जागिर खाएर उहाँले चाहिँ जे होस् हाम्रो चाहिँ सन्तानमा चाहिँ सबै संरक्षणमा रहेछ। मेरो हजुरबा पनि वनपालेलाई पिट्थ्यो जङ्गल हेरेन भनेर। त्यसले रुख काटेको पनि अरे तेरो जागिर खाएपछि त्यो गर्नु पर्दैन, तेरो काम हामीले हेर्ने हो भनेर चाहिँ वनपालेर बिचमै गएर पिटेर ल्याएर ल तँ यहाँ काम गर, मेरै गाउँमा बस्छ, मै भात खुवाउँछु तिमीलाई, यहीँ ड्युटी गर भनेर त्यसरी चाहिँ काम लगाउनु भयो। मलाई अलिअलि याद छ। त्यसरी काम गर्दै आउँदाखेरि यहाँ आयो। यहाँ आएपछि त गाइडो छ भन्ने, गाइडोले त चाडेर मार्छ भन्छन् है, जिब्रो त्यस्तो हुन्छ भन्ने। अनि यही जङ्गल हो, त्यो बेलामा हात्तीलाई काम गर्न नलाउने तामाङ साहबले।
हामी आफै गएर जङ्गलबाट दाउरा लिएर आउनुपर्ने धुनी बाँध्नलाई अलिक भात सात पकाउनलाई लिएर आउनु पऱ्यो। त्यो बेला त अब थिएन होइन, ग्यास थिएन, मट्टीतेल हो, मट्टीतेल लगेर बाल्थ्यो। उहाँको चाहिँ कस्तो थियो भने एउटा आर्मी शासन के मान्छे चाहिँ उहाँ देखेपछि कोही पनि अगाडि यसरी सिधा बोल्नु नसक्नु, तर बोल्नु चाहिँ फेरि यसरी निहुरेर बोल्नु नहुने, सिधै यसरी हेरेरै बोल्नुपर्छ। म बाघ हो, मैले खान्छ तिमीलाई, सिधै हेरेर बस्नु के अरे बोल भन्नुहुन्थ्यो। अनि हामी चाहिँ डराउने, टिकट काट्ने ठाउँबाट बाटो यसरी रोड आउँछ नि, त्यहाँ एउटा थियो, उहाँ बस्नुहुन्थ्यो। हामी चाहिँ छाप्रो यस्तो एक पाके छाप्रो बनाएर हामी लाँदै सुत्थ्यौँ। कहिले गैँडा आउने चर्थ्यो, कहिले के गर्ने। निकुञ्जभित्रको काठ चाहिँ एउटा पनि काट्नु भएन, सब यो त्यो गोल घर त्यो टुवाहरू चाहिँ सबै बनाएको चाहिँ हेटौँडाबाट समिलबाट काठ ल्याएर किनेर ल्याएर सबै बनाउनु भएको उहाँले। हामीलाई सिकाए, धेरै सिकाए। तर त्यो बेला ग्यामेस कोड थिएन, आर्मी थियो, तर 2 जना 3 जना एउटा पोस्टमा गस्ती त जानु पऱ्यो। त्यो बेला हाम्रो प्रोजेक्टमा चाहिँ फेरि टेक्निसियन त 12-13 जना, अनि हात्ती सारी थियो। अनि हामीले चाहिँ अब जङ्गल जानु पऱ्यो, के गर्ने भन्दाखेरि आर्मीसँग चाहिँ हामी जाने, हामीले पनि समातेर लिएर आउने। अनि गाउँलेहरूले के भन्थ्यो, यो प्रोजेक्टको मान्छेले समातेको पनि हामीलाई कानुन लाग्छ र भन्थ्यो कि। अनि मैले के भन्थेँ, हामी पनि मान्छे हो नि, हामी पनि संरक्षणमा हिँडेपछि त आर्मी सराउँदो हो नि हामी पनि। तपाईँहरूले के समातेर ल्याएर के एउटा के अरे हामीले यसरी चाहिँ सिक्नुपर्छ, यसरी गर्नुपर्छ भन्ने सिकाउने, एउटा संरक्षण गर्नु के हुन्छ भन्ने कुराहरू तपाईँले सिकाउने मात्रै त हो नि। हामीले पनि जाने, तर यहाँ आएर सिक्यौँ। तर संरक्षण त गर्नुपर्ने रहेछ जङ्गल भनेपछि। अनि पछि चाहिँ गाउँलेहरूले धेरै पिट्यो, हामीले सौराको एरियाको मान्छेले धेरै पिट्यो। 36 सालमा धेरै गोदै खाए। गाउँ के अरे यिनीहरू चाहिँ हामीलाई समाउने, घाँस काट्न नदिने, दाउरा काट्न नदिने भनेर त्यस्तो गर्थ्यो कि। अनि त्यसरी हुन्थ्यो। अब पछि हुँदै जाँदाखेरि अब बुझ्दै आयो, अनि काम गर्दै गएँ। अनि डाँट गर्ने त हामीले त जानेको थिएन, हामी त खालि पाडा बाँध्ने, बेलुका बाँधिराख्यो, बिहान हेरेर जाने हो बाघलाई खुवाउनलाई। अनि बाघ समाउनलाई खुवाउनु त होइन कि बाँधेर राखिदिने। अनि भोलिपल्ट बिहानै हेर्न जाने, खायो कि खाएन भनेर। अब बाघ बाटोमा बनाइराख्नुपर्छ। बाघले पाडा खायो नि सर भन्यो भने, कुन बाघले खायो? भाले पोथी के हो? ओहो त्यो त हेरेन सर, ल गएर हेर आइज। अनि फेरि हेऱ्यो पहिला। त्यो बेला भन्दा पोथी भाले पोथी छुट्याउनु सक्दैन। अनि यत्रो रहेछ भने, अनि हामीले के गर्थ्यौँ भने यिनीहरूले नाप्यो, अनि भाँचेर लिएर आयो। टक टक नापेर भाँचेर तिनवटा उ गरेर चाहिँ भाँचेर लिएर आएपछि यो हो सर, ल भाले हो, यो पोथी हो भनेर यसरी देखाइदिन्थेँ। अनि नाप्नुहुन्थ्यो, ल यो भाले देख्यौ, यसको यति हुन्छ। अनि अर्को नापेर ल्यायो, ल पोथी, अनि नापेर ल्यायो, त्यही दिन्थ्यौँ हामीले। त्यसरी नै हामीले काम गर्दै सिक्दै गयौँ। एक दिन चाहिँ मेरो ठुलो भनौँ न जीवनमा त्यो बेलामा चाहिँ डर लागेन कि, न आफू अलिकति जमानी भएर हो कि या के हो होइन। म सुइवार पोस्टमा थियो, क्याम्प थियो। तामाङ साहब चाहिँ अब काम सिकेर अब जानु पऱ्यो भनेर चाहिँ ल सबै स्टाफहरू चाहिँ जम्मा हुने भन्नुभयो। त्यो बेला त मोबाइल के छ र केही छैन, फोन केही छैन। त्यही आर्मीले यसरी ट्रान्सलेट गर्थ्यो सुइवारको पोस्टरले, ल तपाईँले आज जसरी भने आज सौरा पुग्नुपर्छ भने। अब रात परिसक्यो, अब कहाँ जाने, कसरी जाने? अनि एउटा खुकुरी बोकेँ, एउटा लाइट बोकेँ, एउटा लट्ठी बोकेँ। राति 10 बजे निस्केँ म सुइवारबाट। तर बाटोमा केही भेट्न। तमरताल आएपछि त्यो बेला काठको पुल थियो, अलिक थपलिया पुल भन्छ त्यसलाई। यसरीको बाघ पुलको उसमा उभिएर बसिरहेको छ यसरी, ठ्याक्कै मबाट हेरेर। अब म त्यहाँबाट अगाडि बढाउँ कि फर्काउँ कि अब के गर्ने। त्यही म पनि पुलको छेउमा बसेर लाइट बाले गरेछ। ऊ हेरेकै झन्डै 10-15 मिनट जति भइसक्यो। ऊ यता पनि जान्न, उता पनि जाँदैन। फेरि मेरो दिमागमा केही आयो कि त्यो बत्ती त मारिदिनु पर्ने रहेछ, थाहै थिएन। लाइट मारिदिएपछि बाघ कता गयो मलाई फेरि झन् डर लाग्यो कि यता बसेछ कि यता बसेछ। अब त्यो पुलमा लट्ठी बेसरी ठोकी डङ डङ ठोकी, त्यहाँबाट आएर ठ्याक्कै बाघ बसेको ठाउँतिर उभिएको ठाउँतिर आइपुग्दाखेरि मेरो ज्यान त यस्तो भयो कि त्यो फुलेको जस्तो कस्तो लाग्यो। अनि त्यहाँबाट उकालेर 1:30 बजी थियो होला पोस्टमा आइपुग्यो आर्मीहरूले, तपाईँ नजानु, हामी जानै दिन्न, तपाईँ जति जे काम बितोस् आज यहीँ सुतेर भोलिपल्ट मात्रै जानुहोस् तपाईँ भनेर चाहिँ मलाई त्यहाँ सुतायो। त्यहाँबाट 5-5:30 बजे हिँडेँ, सौरामा आइपुग्यो। झन्डै 35 किलोमिटरको होला, झन्डै आयो होला 12-15 मिटर, 15 किलोमिटर चाहिँ आयो म यतै टर्च बालेर। त्यहाँ अरू चाहिँ केही भेटेन फेरि हेर्नुहोस् है, त्यो बेलामा अरू केही जनावर भेटेन बाटोमा। अनि आएँ जरेलीबाट। मलाई भोलिपल्ट बिहान मात्रै म यहाँ आएपछि तामाङ साहबले ओहो ल तँ चाहिँ मैले माने है तिमीलाई चाहिँ, तर त्यसरी चाहिँ नहिँड है, मैले बोलाएँ भन्दैमा समय मिलाएर चाहिँ आइज। तर तिमीलाई बाटोमा कसैले केही भएको भए हामीसँग केही पनि थिएन। कसरी तिमीले हामीले सोच्छ तिमी क्याम्पमा छ,
तिमी यसरी हिँडेछन् भनेर चाहिँ भन्नुभयो। अब के गर्ने सर, अब आजै आइपुग्नुपर्छ भन्ने चाहिँ खबर आयो। म त हिँडेँ भने ल ठिकै छ ल, तर आइन्दा यसरी चाहिँ नहिँड्नु भन्नुभयो। त्यहाँ आएर उहाँलाई चाहिँ अब त्यहाँ आएर यहाँ भोजसोज खाइयो, बिदाई गरियो। त्यसपछि चाहिँ डेभिड स्मिथ आयो। यो दाइले भन्ने जस्तै अब डेभिड स्मिथ आइपुग्यो, इङ्ग्लिस नबुझ्ने हामी जस्तो भने त्यस्तै। मैले नुडल नखाने हेर्नुहोस् है, नुडल चाहिँ मलाई के लाग्थ्यो भने गन्याउलो जस्तो लाग्ने, पकाउनु जहिले पनि त्यो खाने। अनि म चाहिँ आफै दाल भात तरकारी पकाउँथेँ, खान्थेँ। हामी दुईजना त खाना पकाउने, भाँडा मैले दुनियाँको काम पनि गरेँ कि। मैले हात्तीलाई पनि, हात्तीमा पनि मैले 1 वर्ष त मैले हात्तीको घाँस पनि काटेँ, दाना बाँधेँ, रुख चढेर घाँस काट्ने दुनियाँ पनि गरेँ मैले। त्यसरी काम गर्दै गर्दै जाँदा अब अहिले चाहिँ भनौँ न, अब कम्प्युटर पनि चलाउनु जान्ने भयो, सिक्यो। अब तर आफूले अनुभव अरूले सुनायो भने अरूको अनुभव पनि आफूले बटुल्दो रहेछ। त्यो चाहिँ मलाई एकदम खुसी लाग्यो। फरेस्टतिर आउँथ्यो, हामीले प्र्याक्टिकलमा जङ्गल लान्थ्यो, अनि उनीहरूले हामीले लेखेको कुरा यो होइन दाइ यसरी लेख्नुपर्छ है भने एउटा अक्षर सिकाउने, भोलि एउटा बिथाएर लग्यो अर्को सिकाउने, गर्दै भनौँ न यतिसम्म इङ्ग्लिस बोल्न आयो। त्यसरी काम गर्दा सिक्दा यो ठाउँमा चाहिँ मैले काम गर्न चाहिँ सक्दैन जस्तो लागेको थियो। 3 वर्ष भयो होइन, जनावर साह्रै दुःख दिने। अब पैदलै हिँड्नुपर्ने, यहाँबाट टाइगर टपसम्म आफ्नो गुन्डा बोकेर हिँड्थ्यौँ हामी। त्यस्तो पनि हुँदो रहेछ। मैले त बिचमा त छोड्छु, अब म सक्दैन म अब काम गर्न भनेपछि फेरि डेभिड स्मिथले चाहिँ विष्णु दाइ र म भनेपछि तिमीहरू दुईजनाले यहाँ छोड्यो भने नेपालमा अरू कसैले पनि काम गर्न सक्दैन भनेपछि हामी 5 जना दाइ 2 जना चाहिँ बर्दियो गयो, हामी 3 जना यहाँ बस्यौँ। बलबर्दा हामी 3 जना यहाँ काम गऱ्यौँ। अब पछि लास्टसम्म चाहिँ अब भनौँ विष्णु दाइ र मैले काम गऱ्यौँ। तर काम गर्दै जाँदाखेरि त धेरै दुःख पायो। बाघले हेर्नुहोस्, राति बिहान बेलुका बाँधेर राख्यो, बिहान 3 बजे यो खोला तरेर जानुपर्ने जाडो महिनामा। अनि गाइडा भेट्ने हामीले के गर्थ्यो, 2 जना हुन्थ्यो, सिरक बोकेर ओडेर जाने। 2 जनाले एउटाले एउटा सिरक यसरी फालिदिने। अनि हावाले त सिरक यस्तो हुन्छ नि, फिजिन्छ नि। अनि गएर भाग्ने। अनि त्यहाँ त्यसरी चाहिँ गएर पाडा खायो कि खाएन हेरेर, बाघको पहिला हेर्ने, पोथीले खायो कि भालेले खायो, कता लग्यो, दक्षिण उत्तर पश्चिम त्यो सबै बताउनुपर्छ, खाए मात्रै भन्न नपाउने। अनि एक दिन चाहिँ यस्तो भयो कि पाडा मार्यो रहेछ भर्खरै, आँध्रै थियो। पाडा त छैन किल्लामा भनेको, उतापट्टि गऱ्यो। मैले नि पाडा फुत्केर गइसक्यो भनेको, बाघले यसरी दाबिरहेको रहेछ। पछाडि त खाइसकेछ आदि, पाडा मरेकै छैन। अनि मैले के सोचेँ भने मनमा चाहिँ हामीले त भगवान्ले पनि मान्छेले श्राप दिन्छ होला, अर्काको ज्यान ल्याएर यहाँ बाँधेर खाना दिएर बिचरा त मारेर खाइदियो भने के हुँदैन, अब कराइरहेछ खाइसक्यो भने मनमा त्यस्तो सोचेँ। अनि त्यहाँबाट खाइरहेछ, त्यसरी नै आयो, रिपोर्ट दियो, ल यसरी मारेछ भने हामीले देखिँदैन भनेर मासु खानेलाई यति भन्छ नि। तर एउटा कुरो चाहिँ होइन, हामीले काटमार गर्न पनि पर्दैन। तर एउटा पूजा भनेर चाहिँ गरे पनि त्यो चाहिँ एकदमै जङ्गलमा हिँड्ने बेलामा त्यो चाहिँ एकदमै हाम्रो रक्षाको लागि, सुरक्षाको लागि चाहिँ त्यो गर्नैपर्छ वनदेवी भन्ने कुरो चाहिँ हामीले देखिँदैन, तैपनि हाम्रो विश्वास, आत्मविश्वास त्यो चाहिँ गर्नुपर्ने रहेछ है भन्ने कुरो चाहिँ हामीले चाहिँ यो चाहिँ मैले चाहिँ थाहा पाएँ। कसरी थाहा पायो भने हामीले टाइगर टपको यतापट्टि भीमले पोस्ट लिएर चाहिँ बाघ निस्क्यो। अनि गाउँबाट निस्केर गाउँबाट चाहिँ गाउँलेले लखडा यति भयो, जङ्गलमा पस्यो। त्यो बाघलाई समाउनु जाँदाखेरि 3 दिनसम्म समाउनु सकेन। कहिले को घाइते भएको छ, कोही हात्तीबाट लडेछ, कोही हात्ती भागेर कोहीको उ भएको छ, कोही के भयो। अनि मैले चाहिँ के भन्यो भने हेमन्त सरलाई चाहिँ यसो सर अब पूजा चाहिँ गर्नुपर्छ भने मान्छेले मासु खानालाई यसौति भन्न थाल्यो। अनि जब आफै लडेपछि चाहिँ ओहो हो कि क्या हो भनेर यहाँ फर्केर आएर पूजा गरेर भोलिपल्ट गएपछि बाघ चट्ट समात्यो हामीले। चाहिँ हो रहेछ भनेपछि बुढा अझै अमेरिकामा हुनुहुन्छ, उहाँले चाहिँ वहाँबाट ल है वनदेवी पूजा गर्छौँ, हरेक वर्ष पैसा पठाउँछ, पूजा गर्छौँ। तर यस्तो कुराहरूलाई पनि हामीले चाहिँ ध्यान दिनुपर्ने रहेछ र गर्नुपर्ने रहेछ भन्ने कुरा चाहिँ हामीले धेरै उ भयो। त्यसरी काम गर्दै गयो। कहिले बाघको पहिला हेर्न गयो, कहिले के गर्ने, एक्लै हिँड्थ्यो। यो यहाँबाट गएपछि हामी ठ्याक्कै चुरेको डाँडा पुगेर अब त्यो जिबेस छैन, केही छैन, कम्पास हेर्न जान्दिनँ हामीले। कम्पासले लिएर जान्छ नि, कता हेर्ने के हो थाहा छैन, बोकेछु। अनि आफ्नै उसले यो खोलाबाट निस्केपछि यहाँ निस्किन्छ है भने त्यसरी हिँड्थ्यो। यो खोला त हेर्नुहोस्, हामीले एउटा खोला पनि छोडेन होला यो नेसनल पार्कको चितवनको। सब खोला घुमेर आएर यो खोलाबाट यहाँ निस्किँदो रहेछ, इन्डिया निस्किने यता सबै गरेपछि पछि अनि कलेक्सन गऱ्यो, हामीले रिपोर्ट दियौँ।
अनि इन्डियाले के भन्यो भने यो बाघको पाइलाबाट चाहिँ हामीले के अरे उ गर्दाखेरि अलिकति के अरे त्यति राम्रो चाहिँ हुँदैन रहेछ। भालेपौती छुट्याउन सक्यो तर पपुलेसन छुट्याउनु चाहिँ हामीले सक्दैन भनेपछि पछि अब के गर्ने त भनेर हामी चाहिँ त्यो त्यतिकै भयो। यतिवटा बाघ छ भने हामीले दियो, अब त्यो उ गर्यो, त्यो रिपोर्ट अनुसारले बाघ यतिवटा रहेछ भन्ने कुरो भयो। त्यसपछि चाहिँ अनि के गर्ने, अब यो मेथडले चाहिँ हुँदैन, अब हामीले पनि चेन्ज गर्नुपर्छ भन्दै इन्डिया र नेपालको सबै वाइल्ड लाइफको मान्छेहरू बसेर उ गरेर ल यसो गर्नुपर्छ है भनेपछि अनि त्यहाँबाट चाहिँ पछि सन् 2000मा चाहिँ पहिला क्यामेरा दाएर मैले त्यो ओलम्पस भन्ने रिलवाला 35वटै 36वटै कतिवटा रिल हुन्छ, त्यही क्यामेरा चाहिँ हामीले सुरु गऱ्यौँ चितवनमा। सुरु गरेपछि कस्तो थाहा पायो भने त्यो क्यामेराले चाहिँ अब कुनै जनावरहरू त हामीले त आँखाले देख्दैन नि त होइन। यति किसिमको जनावर भेट्यो कि मनले नसोचेको भनौँ न जनावरहरू भेट्यो के, जस्तो अब लेपर्ड क्याट, क्लाउडेड लेपर्डहरू होइन। अब कसैले देख्दैन नि त, देख्ने भनेको बाघ र चितुवा त हो बढी देख्ने, गैँडा, हात्ती, नत्र भने सानो जनावरहरू त कहीँ पनि हामीले देखिँदैन नि। तर क्यामेरा ट्यापिङ राखेपछि त्यस्तो जनावरहरू चाहिँ धेरै भेट्यो। हेर्नुहोस्, जस्तो अब ठोरी साइडमा थारहरू भेट्यो होइन, सेरुहरू भेट्यो, जङ्गली क्याटहरू धेरै किसिमको भेट्यो फोटोमा त। किनभने हामीले त चिनेको छैन, बिरालो भने बिरालो, तर कति किसिमको बिरालो भनेपछि पछि स्मल मेमल्सको चाहिँ 1993मा चाहिँ हामीले स्मल मेमल्सको चाहिँ सुरु गऱ्यौँ। त्यो गरेपछि अनि हामीले ट्याप थाप्ने, समाउने, कलर रेडियो कलर गर्ने। त्यो बेला यहाँ फिसिङ क्याट छ भनेर, मला बिरालो छ भनेर कसैलाई थाहा थिएन होइन। अब हेर्दाखेरि सबै बिरालो त बिरालो। अनि त्यहाँबाट हामीले 3वटालाई कलर लगायौँ, रेडियो कलर लगायौँ। त्यहाँबाट थाहा पायो कि यस्तो जनावरहरू रहेछ। र एउटा चाहिँ हामीले पत्ता लगाउन नसकेको बिन्ड्रङ, भालु बिरालो। तर हाडस जङ्गलमा चाहिँ के गुरुङले त लेखेछ छ भनेर, तर हामीले यो चितवन नेसनल पार्कको चाहिँ कुना काप्चा यो डाँडा पुरै, यो डाँडामा त हेर्नुहोस् म त धँदै मरेको, त्यो चुरीबाट खसेर त्यो डोको बोकेर गएको अनि लडेर नाम्लो चाहिँ यहाँ अड्क्यो, म त यस्तो भइरहेको। पछि अनि साथीहरूले अनि माथि तानेर अनि गयौँ। त्यसरी चाहिँ हामी हरेक चुरे चाहिँ हामीले बाटो बनाउँथ्यौँ, तमरतालसम्म बनाएको थियौँ। अनि त्यस्तो गऱ्यौँ। तर बिन्ड्रङ चाहिँ हामीले पत्ता लगाउनु छैन, फोटोमा पनि परेन अहिलेसम्म भालु बिरालो भने बिन्ड्रङ भन्ने। त्यसरी काम गर्दै गयो, बाघ समात्यो, दुनियाँ गऱ्यो। अब डाँड गर्ने, कसरी डाँड गर्ने अब सिकायो, बाघ देखेपछि डराउने। अनि पछि मैले पहिला फर्स्टमा डाँड गरेँ अनि एकदम राम्रो भयो। त्यहाँदेखि सुरु गर्दै डाँड गर्ने, गर्दै काम गर्दै आयो। कलर लगायो, रेडियो गरेर कहाँ छ के छ सबै हेर्दै हिँड्यौँ। धेरै कुराहरू सिक्यो हामीले। तर अहिलेसम्म पनि हामीले भनौँ न धेरै विद्यार्थीहरूलाई चाहिँ पढायौँ। फरेस्ट्रीको विद्यार्थीहरू, टिओको विद्यार्थीहरू आउँछ, उहाँहरूले चाहिँ थेसिस गर्ने पनि, ल फलाना हर्कमान विष्णुलाई चाहिँ यसो गरिदिउँ, त्यहाँ छ जाऊ, दुईजनाले गरिदिन्छ भन्ने यहाँ आउँथ्यो। तर फिल्डको लागि हामीले कलेक्सन गर्दा हामी आफै उत्र हामीले पढेको जान्छेन भन्यो। उहाँहरूले अनि यो मेथडबाट यसरी गर्नुपर्ने दाइ भने ल हिँड, हामी जङ्गलमा फिल्डमा गर्छौँ, कसरी बनाउने, के गर्ने सिकाउने, ट्यान्सेन्ट लाइन यसरी बनाउने, कतिसम्म बनाउने, कति एरियामा चाहिँ उ गर्ने भनेर हामीले चाहिँ एरिया भनेपछि यतिमा गर्ने दाइ भनेपछि हामीले आफैले बनाइदिन्छौँ। त्यहाँको चाहिँ भेजिटेसनहरू अब यस्तो घाँसहरू के छ कसो छ सबै हेर्थ्यौँ। त्यसरी काम गर्दै गऱ्यो। अहिले चाहिँ आफूले पनि अब गर्व लाग्छ कि यो ठाउँमा यति जागिर नखाएर काम नगऱ्यो भए हामी दुईजना चाहिँ साथी नै हो भने जाँडकै उसमा चाहिँ डुबेर मर्थ्यो कि जस्तो लाग्थ्यो कि। जहाँ जाऊ विष्णु र हर्कमान भनेर चाहिँ बोलाउने, काम गर्ने। तर हामी अहिले चाहिँ अब अलिकति हिँड्न नसक्ने भएर अलिकति मन चाहिँ अब उ भयो। तर मनमा चाहिँ अझै गर्छु भन्ने उ गर्ने। तर गयो, तर फिल्डमा हिँड्दाखेरि चाहिँ अलिकति गाह्रो हुने। तर धेरै उ भयो। तर त्यो बेलामा निकुञ्जमा त भनिहालेँ नि, अब गेम स्क्वाडहरू त पछि मात्रै हो। अहिलेको गेम स्क्वाडहरू त झन् अब कामै गर्दैन भन्ने नि हो। भन्यो भने सुन्यो भने त रिस गर्ला, तर म चाहिँ हाइकी नै भनिदिन्छु। तर किनभने संरक्षण भन्छ, संरक्षण मुखले मात्रै गर्ने भने कि, तर गर्न गाह्रो नै छ, एकदमै गाह्रो छ। कति ठाउँमा चाहिँ अब आफ्नो ज्यानै फाल्ने पर्ने जस्तो स्थिति आउँछन्। गाउँमा गयो, गाउँलेले गाली गर्ने, बाघ समाउने किन छिटो आउँदैन भन्छ। आफ्नो यहाँ अब कस्तो हुन्छ भने अब निकुञ्जहरूको अब नियम अनुसारले हिँड्नु पऱ्यो, हाम्रो आफ्नो खुसीले जानु पाउँदैन।
माओवादी द्वन्द्वमा चाहिँ धेरै ठाउँमा दुःख दियो हामीलाई आर्मी पुलिसहरूले एकतिर माओवादीले क्याम्पिङ गर्नु तर हामीलाई त्यति भनौँ दुःख दिए पनि तर हामीलाई त्यस्तो नराम्रो आवरण गर्ने यताउति त्यस्तो चाहिँ केही पनि गरेन र हामीलाई चाहिँ तपाईँहरूको काम चाहिँ गर्नु तर एकदम होसियारसँग गर्नुहोस् भन्थ्यो अब कहिले आर्मीहरूले गयो अब डाँटगन त बोक्नै पऱ्यो कहाँ लाने के गर्ने कहाँबाट आएको आइडेन्टी कार्ड हेर्दाखेरि कोही त उल्टो र पाल्टो हेरेर के हो भन्छन् दूरबिन लगेको दूरबिन खोसेर अब यताबाट हेर्दै त कहाँ कहाँ टाढा पुग्छ नि होइन दूरबिनै हेरेर नजाने मान्छेले उल्टो कति टाढा भन्छ त्यस्तो गरेर भरतपुरमा 3 घन्टा 4 घन्टा राख्यो हामी तिनीहरूलाई वार्डन साहब छ सँगै उहाँ मेघौलीमा गाली गरेछन् किन छिटो आएन भनेर अब यहाँ बाटोमा छ हामीलाई समातिरहेको छैन पछि मैले क्याप्टेन साहबलाई भने यस्तो सर के गर्ने हो उहाँ त गाउँले त मार्छ भनेपछि यो मुलाहरू के आइडेन्टी कार्ड देखाएपछि त छोडिदिनुपर्छ उहाँहरू कामै यस्तो रहेछ निकुञ्जको मान्छे भनेपछि भनेर पछि गएर उहाँको गाउँले घेरा हालेर हेर्नु दुनियाँ गरेर बाघसम्म पर्ने ढिलो भयो भनेर मान्छे खाएपछि त सबै मान्छेले त ऊ भयो नि त अग्रसित भयो नि त्यहाँ समातेर ल्याएर राखे फेरि यो बाघ कहाँ लाने भन्छ फेरि दुःख दिन्छ हेर्नुहोस् है के भने मैले त यो दिन त छोडिदियो बाघ छ यहीँ भनिदिएको त्यस्तो सम्झिनु भयो कि गाउँलेहरूले कुरा नबुझेर यस्तो सम्झिने कुराहरू त जिन्दगीमा त मैले धेरै भोगेँ